गेम खेल्न लागेको 6-7 वर्ष भएर पनि हेडसट हान्ने एक पैसाको ढंग छैन। चारैतिर अनुसन्धान गरिसक्यो, क्यारेक्टर स्किल फर हेडसट टिप्स एन्ड ट्रिक्स, सेन्सिटिभिटी फर हेडसट तर अन्तिममा गएर केही खुल्काउन सकेनौ। जति हाने पनि बडी शट मात्रै लाग्छ। हेडसटको त नामो निशानी छैन। यो भिडियो फुल वाच गर्यौ भने चाहिँ तिमी पनि इजी तरिकाले हेडसट हान्न सिक्छौ है त। एउटा कुरा चाहिँ म पहिले भनिदिन्छु है त, अरूको सेन्सिटिभिटी चोरेर कहिले पनि हेडसट लाग्दैन है त। तिमीलाई जुन सेन्सिटिभिटीमा खेल्न मन पर्छ त्यसैमा खेल है त। अनि हेडसट हान्नको लागि क्यारेक्टर स्किल पनि म्याटर गर्दैन है त। त्यही पनि तिमीलाई क्यारेक्टर स्किल चाहिएकै छ भने मेरै राख्दा पनि हुन्छ है त। केली, लुना, तसुया र उल्फ्रा राख्दियो है त। ल अब ढिला नगरिकन सिधै ट्रेनिङमा गएर देखाउँछु है त म आखिर हेडसट कसरी हान्ने। ल साथीहरु, म चाहिँ ट्रेनिङमा आइसकेको छु। म चाहिँ सबैको प्यारो गन उडपिकर चलाउँछु है त। अनि यो हेडसटको टिप्स एन्ड ट्रिक्स केही पनि हैन कि एकदमै सजिलो छ है त साथीहरु। जुनसुकै गन चलाउँदा पनि लाग्छ है त। हेडसट हान्ने पहिलो स्टेप हातमा गन समात। अनि दोस्रो स्टेपमा चाहिँ स्कोप ओपन गर। अनि स्कोपको एम चाहिँ बडीमा नराखेर टाउकोमा राख्नु पर्छ है त। अनि फाइनल स्टेप भनेको फायर गर्दै।